नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी अकाउन्टेन्टको काम, अकाउन्टेन्ट बन्नको लागि आवश्यक योग्यता, अकाउन्टेन्टको लागि आवश्यक सिपहरू अनि इन्टरभ्यूको लागि तयारी गराउने कोसिस गर्नेछौँ। यदि तपाईहरु अकाउन्टेन्ट बन्न चाहनुहुन्छ र अकाउन्टिङको क्षेत्रमा आफ्नो करियर बिल्डअप गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो पक्कै तपाईहरुको लागि नै हुनेछ। साथै भिडियोको अन्त्यमा हामी तपाईहरुको लागि केही इम्पोर्टेन्ट प्रश्नहरू भनेछौँ जो अकाउन्टेन्टको इन्टरभ्यूमा एकदमै धेरै युजफुल साबित हुनेछ। सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियोको पहिलो चरणमा चाहिँ हामी अकाउन्टेन्टका कामहरूको बारेमा कुरा गर्नेछौँ। अकाउन्टेन्टको मुख्य कामहरूको कुरा गर्दा दैनिक वित्तीय रेकर्ड राख्ने, खाताको मिलानी गर्ने, करहरू जस्तो कि टिडिएस, भ्याट, इन्कम ट्याक्सहरूको क्याल्कुलेसन गर्ने र यिनीहरूको इन्फर्मेसन राख्ने, पेरोलको व्यवस्थापन गर्ने, बैंक सम्बन्धी विभिन्न कामहरू जस्तो कि बैंक स्टेटमेन्ट मिलाउने र चेकहरूको व्यवस्थापन गर्ने, बजेट योजना बनाउने अनि वित्तीय रिपोर्ट तयार गर्नु अकाउन्टेन्टका मुख्य कामहरू अन्तर्गत पर्छन्। अब हामी अकाउन्टेन्ट बन्नको लागि चाहिने योग्यता अनि आवश्यक ज्ञानहरूको बारेमा कुरा गर्नेछौँ। अकाउन्टेन्ट बन्नको लागि न्यूनतम ब्याचलर पास आउट हुनुपर्छ, जस्तो कि बिबिएस, बिबिए, बिकम र सिए जस्ता विषयहरूबाट ब्याचलर पास आउट भएको हुनुपर्छ। तर आजभोलि +2 पास आउटलाई पनि अकाउन्टेन्टको लागि अवसर दिएको पाइन्छ। त्यस्तै अकाउन्टेन्टको लागि 1-2 वर्ष काम गरेको अनुभव त चाहिन्छ नै, तर पछिल्लो समयमा फ्रेसरलाई पनि एकदमै धेरै अवसरहरू दिइरहेको पाइन्छ। तर हजुरहरू फ्रेसर हुनुहुन्छ, +2 पास आउट हुनुहुन्छ र अकाउन्टिङ गर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरूलाई आवश्यक ज्ञानहरू हुनु पर्यो र आवश्यक सिपहरू हुनुपर्छ। त्यस्तै आवश्यक ज्ञानहरूको बारेमा कुरा गर्दा लेखा प्रणाली सम्बन्धी ज्ञान हुनु पर्यो, कर नियमहरू थाहा पाउनु पर्यो, वित्तीय व्यवस्थापन गर्न जान्नु पर्यो र मोस्ट इम्पोर्टेन्ट लेखा सफ्टवेयर जस्तो कि ट्याली बिजीहरूको बारेमा त जानेको हुनै पर्छ। अब हामी कुरा गर्नेछौँ अकाउन्टेन्ट बन्नको लागि चाहिने महत्त्वपूर्ण सिपहरूको बारेमा, जो यो भिडियोको एकदमै इम्पोर्टेन्ट टपिक अन्तर्गत पर्छ। अकाउन्टेन्ट बन्नको लागि सबैभन्दा पहिलो सिप चाहिन्छ एनालाइटिकल स्किल, जसमा तपाईँहरूले डाटालाई सही तरिकाले विश्लेषण गर्न सक्नुपर्छ र सही तरिकाले म्यानेज गर्न सक्नुपर्छ। त्यस्तै एक्सेल र लेखा सफ्टवेयरहरूको ज्ञान। एक्सेल त तपाईँले चलाउन जान्नै पर्छ भने लेखा सफ्टवेयरहरू हो जस्तो कि हाम्रो बजारमा चर्चित ट्याली अनि बिजीहरू चलाउन सिक्नुपर्छ। यिनीहरूमध्ये कम्तीमा पनि एउटा ज्ञान त हजुरहरूसँग हुनैपर्छ, नत्र तपाईँहरूको अकाउन्टिङ क्षेत्रमा भविष्य सुनिश्चित गर्न गाह्रो हुन्छ। त्यस्तै समस्या समाधान गर्ने क्षमता। अकाउन्टिङ गर्दाखेरि हजुरहरूलाई धेरै समस्याहरू आउन सक्छन्, जस्तै कहिले कसो अकाउन्टिङ सफ्टवेयरमा एरर आउन सक्छ, कहिले कसो कुनै काम गर्दाखेरि मिस्टेक हुन सक्छ। यस्तो अवस्थामा तपाईँहरूले चाँडोभन्दा चाँडो समस्यालाई बुझेर त्यो समस्याको समाधान गर्न सिक्नुपर्छ। त्यस्तै समयको व्यवस्थापन। तपाईँहरूले अकाउन्टिङ क्षेत्रमा काम गर्न जानुहुन्छ भने चाहिँ टाइम म्यानेजमेन्ट गर्न अति नै आवश्यक हुन्छ, किनभने हजुरहरूले चाहिँ कहिले कसो चाँडोभन्दा चाँडो रेकर्डहरू राख्नुपर्छ, कहिले कसो चाँडो क्याल्कुलेसनहरू गर्नुपर्छ, जसको लागि चाहिँ समय व्यवस्थापन सिप अति नै महत्त्वपूर्ण हुन्छ। लास्ट एन्ड मोस्ट इम्पोर्टेन्ट गोपनीयता हो। तपाईँहरू अकाउन्टेन्ट क्षेत्रमा काम गर्न जानुहुन्छ भने चाहिँ तपाईँहरूलाई कम्पनीको बारेमा धेरै कुराहरू थाहा हुन्छ, जो कम्पनीको लागि एकदमै महत्त्वपूर्ण हुन्छ र तपाईँहरूले त्यो कम्पनीको बारेमा थाहा पाएका सम्पूर्ण कुराहरूको गोपनीयता जोगाउन जान्नुपर्छ। अब हामी अकाउन्टेन्टको इन्टरभ्यू दिन जाँदा के कुराहरूको तयारी गर्नुपर्छ र त्यहाँ गएर तपाईँहरूले के कुरा देखाउन सक्नुपर्छ भन्ने बारेमा कुरा गर्नेछौँ। सबैभन्दा पहिले त लेखा सम्बन्धी ज्ञान देखाउनु पर्यो, जसमा तपाईँहरूले वित्तीय स्टेटमेन्ट कसरी तयार गर्ने, लेजर काउन्सिलिङ कसरी गर्ने, भ्याट, इन्कम ट्याक्स र टिडिएस सम्बन्धी क्याल्कुलेसन गर्न सक्नुहुन्छ या सक्नुहुन्न त्यो देखाउने, अनि डाटा इन्ट्रीहरू कसरी गर्ने भन्ने बारेमा देखाउनु पर्छ। त्यस्तै तपाईँहरू इन्टरभ्यू दिन जानुहुन्छ भने चाहिँ व्यावहारिक ज्ञान अनि अनुभव प्रस्तुत गर्नुपर्छ, जस्तो कि तपाईँहरू कहिले कतै काम गर्नुभएको छ या छैन यसको बारेमा जानकारी दिने, लेखा सम्बन्धी समस्या समाधान गर्न सक्नुहुन्छ या सक्नुहुन्न भन्ने बारेमा पनि जानकारी दिने, अनि टेली बिजी सिकेको भए त्यसको बारेमा पनि स्पष्ट जानकारी दिनुपर्छ। त्यस्तै व्यक्तिगत प्रस्तुति। कुरा एकदमै सिम्पल छ तर मोस्ट इम्पोर्टेन्ट, जस्तो कि तपाईँहरू इन्टरभ्यू दिन जानुहुन्छ भने चाहिँ फर्मल कपडाहरू लगाएर जानुहोस्, एकदमै आत्मविश्वासका साथ जानुहोस् र तपाईँहरू एउटा च्याट्ट परेको सिभी बनाउनुहोस् अनि जसमा चाहिँ तपाईँहरूका डकुमेन्टहरू पनि अट्याच गर्नुहोस्। त्यस्तै तपाईँहरू करेन्ट अफेयर अनि त्यो कम्पनीको बारेमा विस्तृत रूपमा जानकारी लिएर इन्टरभ्यू दिन जानुहुन्छ भने चाहिँ तपाईँहरू सिलेक्ट हुने सम्भावना एकदमै धेरै हुन्छ। अब हामी एकाउन्टेन्टको इन्टरभ्यू दिन जाँदा सम्भावित प्रश्नहरू के सोध्न सकिन्छ भन्ने बारेमा चाहिँ छोटो रूपमा कुरा गरौँ। पहिलो प्रश्न रहेको छ फाइनान्सियल स्टेटमेन्टको बारेमा जानकारी दिनुहोस्। त्यस्तै दोस्रो प्रश्न रहेको छ ब्यालेन्स सिट, प्रॉफिट एन्ड लस एकाउन्टको बारेमा जानकारी दिनुहोस्। त्यस्तै टिडिएस र भ्याटको बारेमा जानकारी दिनुहोस्। त्यस्तै लास्ट एन्ड मोस्ट इम्पोर्टेन्ट
कम्पनीको आर्थिक सुधारका लागि के उपायहरू छन् भनेर चाहिँ सोध्न सकिन्छ, जसमा चाहिँ तपाईँहरूले आफ्नो व्यावहारिक उत्तर उदाहरणसहित दिन सक्नु पर्यो। यसो गर्दा तपाईँहरू इन्टरभ्यूमा सिलेक्ट हुने चान्स बिन्दास हुन्छ। ध्यान दिनुहोस्, अकाउन्टेन्ट बन्नको लागि शैक्षिक योग्यता मात्र होइन, लेखा सफ्टवेयर सम्बन्धी ज्ञान, कर प्रणाली, वित्तीय रिपोर्टिङ अनि समस्या समाधान गर्ने सिपहरू पनि अति नै महत्त्वपूर्ण हुन्छ। साथै तपाईँहरू अन्तर्वार्तामा जाँदा आफूलाई आत्मविश्वासका साथ प्रस्तुत गर्नुहोस् र आफूसँग भएको अनुभव अनि व्यावहारिक ज्ञानहरू राम्रोसँग अनि प्रभावकारी रूपमा प्रस्तुत गर्नुहोस्। यदि हजुरहरूले यसो गर्न सक्नुभयो भने तपाईँहरू 100% इन्टरभ्यूमा सिलेक्ट हुनुहुनेछ, जसको लागि मेरो तर्फबाट बेस्ट अफ लक। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? यदि भिडियो उपयोगी लाग्यो एउटा सानो कमेन्ट छोडिदिनुहोस् अनि भिडियो मन पऱ्यो भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। भेटिनेछौँ अर्को यस्तै नयाँ भिडियोको साथमा। तबसम्मको लागि बाई बाई, नमस्कार। तपाईँहरूको दिन शुभ रहोस्।